We are back in YouTube. So this is the view. And hello guys, yes, Gaurav is back with this new video. And today, also like the background go you view, you know, like I have shown you a lot of times. They very malako ile chite bujदैन यहाँको view बडा हैन. So yes guys, आज चाहिँ हामी वाइजम्यान जान लागेको हैन, वाइजम्यान फेरी. अनि त्यहाँबाट चाहिँ हामी ओल्ड प्याक अस्तिको सन्डे राइडको लोकेसनबाट घुमेर आज हामी एउटा फुल सर्कल हानेर एउटा लुप हानेर आउँछौं हैन. सो यस आई एम भेरी एक्साइटेड फर अ न्यू राइड, किनभने अहिले अस्ट्रेलियामा त हरेक दिन नयाँ ठाउँ घुम्न पाइरहेको छ हैन, नयाँ ठाउँको भ्लग बनाउन पाइरहेको छ. एन्ड त्यसले गर्दाखेरि चाहिँ अति नै खुसी लाग्छ. विजेन दाइ र प्रियङ्का रेडी हुँदै छ हैन. आई सो यु हाम्रो यस्तो छ माहौल. ओके आई एम रेडी. दाइले पूजाआजा गरिसक्नु भयो. प्रियङ्का इज देयर. दाइ निस्किसक्नु भयो. सो लेट्स नट बी लेट. सो गाइज वी आर फाइनली हियर एट आवर मिटिङ पोइन्ट. अब मान्छे कुरापाती कुरा गर्छन् हैन, यस्तो कुराहरू चाहिँ अब इग्नोर हान्नुपर्छ. हामीलाई पनि भोक लागिरहेको छ, तर हामी भ्लग गरिरहेको छौँ किनभने हामीलाई रोजीरोटी दिने नै हाम्रो युट्युब हो. किनभने दिपेश दाइले उता लम्पसार परेर बसेका छन्, हामीलाई कामसाम मिलाइदिएको छैनन् दाइले हैन. मेरो रोजीरोटी भनेकै मेरो युट्युब हो. भ्लग गरिरहेको छु यार. कस्तो परिस्थिति नै बुझ्दैन क्या गाइज. यो के गर्ने होला है अब यस्तो साथीभाइहरूलाई त अब माया नै गर्ने पर्ने हुन्छ फेरि. भिडियोमा कति कपाल सपाल काटेर होइन यहाँ फेरि नदेखेला. यहाँ छ है फेरि कपाल काटेको म त पर्दा पछाडिको हिरो त. कपाल सपाल काटेर अनि पर्दा अगाडि नआएको त थुप्रो भयो त. पर्दा अगाडि आइसक्यो त. पर्दा यहाँ छ होइन, अब अगाडि यहाँ गाह्रो छ नि फेरि. के छ वी आर ब्याक इन युट्युब. दाइ एकचोटि त्यो अफ गर्नु त. यस वी आर ब्याक इन युट्युब. के छ? गुड मर्निङ फ्रम द टप अफ द वर्ल्ड अफ द सिडनी इन द अस्ट्रेलिया. इट्स मेरो दाइ. He is also a vlogger. तिम्रो लागि हो. यस मेरो लागि यहाँ कन्टेन्ट खिचिदिनु भइरहेछ. सो हाम्रो आयुष दाइ आउनुभयो. अब आयुष दाइ त अब लाइक अब अहिलेको भ्लगको स्टारै भइसक्नु भयो. लाइक ब्याक टु ब्याक दाइसँगै कन्टेन्टका कन्टेन्ट मात्रै भइरहेछ होइन. किनभने अब हिज द वान. अलिकति भाइ आऊ भाइ यता जाउँ भाइ, कपाल काट्ने भाइ, खाने भाइ, भ्लग गर्ने भाइ, आज खिच्ने. अलिकति त्यस्तो त होइन होला. त्यो चाहिँ म आफ्नो चोइस नै गर्छु होइन कतिखेर. भयो यो तर सर्ने रहेछ भने है, चिप्लिने क्या ट्राउजरले गर्दा. जिन्स लाउनु पर्ने रहेछ. सो दाइले चाहिँ आज MT-09 चलाउँदै हुनुहुन्छ. अनि दाइले चाहिँ यहाँ SP4. हेलो ब्रदर. दाइ क्यानबेराबाट आउनु भएको होइन त. आज स्पेसल्ली राइड गर्ने भनेर ट्यागका SP4. मेरो नाम चाहिँ गब्बर. रमाइलो हुनु परेन. दाइ कति छ पेट्रोलको भाउ? 197.9. ओ माई गड. गाह्रो छ. फुल ट्याङ्की पेट्रोल हाल्नलाई त घरबारै बेच्नु पर्ने कन्डिसन छ नि. नेपाल जस्तो ए भने ठिक छ. यहाँ धेरै नै सहज छ, राम्रो छ यहाँ. लाइक इट्स गुड. नेटवर्किङ भयो भने चाहिँ लाइक अस्ट्रेलिया धेरै राम्रो देश हो होइन. तर नेटवर्किङ छैन भने चाहिँ यहाँ आएर अब दुःख भने त जहाँ पनि छ क्या. त्यही भएर नि मान्छेहरूले दुःख पायो भने त त्यो नेटवर्किङ नभएर. नेपालमा त धेरै दुःख छ नि यार दाइ. यहाँनिरको त खासै भने यतिको त दुःखलाई के दुःख भन्ने, यो त सुखै सुख हो. काम गर्नु पऱ्यो भनेर दुःख भन्छन् क्या मान्छेहरू. काम गर्नु परेन भने खाएर घुम्न आएको हो अस्ट्रेलिया. काम गरे अनुसार सरकारले दिएकै छ सबै कुरा छ. लाइक भेरी भेरी गुड गाइस. उता छ हाम्रो क्या. सो आज अब हाम्रो राइडर नेपल्सको मिटिङ अनुसार चाहिँ के छ भने जो लास्टमा आयो उसले हामीलाई लन्च, डिनर, ब्रेकफास्ट अनि त्यस पछाडि अब बेलुकाको यसो व्यवस्थाहरू सबै गर्नुपर्ने हुन्छ. सो दिस अवार्ड गोज टु देम. उनीहरू ढिला आएको हो, त्यही भएर अब आज बिचरा यिनीहरूको सुख दुःख यत्रो मेहनत गरेर कमाएको पैसा आज पैसा चेट किन यस्तो लेट आज? मेकअप यसो लगाएर उसले चाहिँ जहिले पनि यसरी बेलुकामा लगाएर अनि यहाँबाट मेकअप गर्छ.
मेकअप गरिदिने चाहिँ ऊ हो फेरि ट्याग लगाएर बेलुका अब लगाएपछि अनि खै त म मेकअप गरिदिन्छु भनेर उसले मेकअप गरिदिन्छ ठ्याक्कै यति मात्रै किन हो यस्तो ढिला आज त अन्त आज फाइनमा पऱ्यो नि त फाइनमा चाँडो आज होइन भर्खर 30 सेकेन्ड 1 मिनट चाँडो आज अलिकतिले गर्दाखेरि हो ए ठिक छ गाह्रो छ है ल के हो यो स्टन्ट देखाउनु अस्ट्रेलियामा यो ब्यान्ड छ नि गाइज अब यो पेट्रोल पम्पमा यत्रो मान्छे देखेर भाउ बढेर जुलुस गरे जस्तो चाहिँ नसोच्नु होइन यो चाहिँ हाम्रो के अरे मिटअप मात्रै हो सबैजना यसो रमाइलो अब आज चाहिँ ओपरै मान्छे हुनु लाग्यो होइन तर हामी जुलुस गर्दैनौँ है यसरी त हो नि ब्रो हाम्रो सपोर्ट नेक्स्ट लेभल छ राइड नआए पनि केटाहरूलाई भेट्न केशव दाई राइड नआए पनि केटाहरूलाई यसो सी अफ गरेर राम्रोसँग जाऊ भनेर सम्झाउन चाहिँ आउनु भएको छ नो ब्रिफिङ रे यसो भिडियो सबैजनालाई वेलकम होइन आजको राइडमा धेरै नयाँ फेसेसहरू पनि छ है आज सबैजनालाई वेलकम गरेर ताली बजाउनु कस्तो राम्रो फोन होल्डर हो दाइको आज हामी वाइजम्यान फेरि जाने हो होइन यताबाट कासल हिँड्दै जाने स्योर अब छुट्टिन्छ होला ग्रुपमा तर 5 पेज र 3 पेज छुट्टिहाल्छ अहिले गएपछि एट योर ओन रिस्क बिस्तारै जाउँ एकअर्कालाई बाटो देऊ पऱ्यो भने चाहिँ आज उदोमै हुन्छ एउटा पागल नाच्दैछ सो गाइज आई होप यु गाइज विल लभ दिस भिडियो मेहनत गर्छु म होइन तपाईँहरू साथ दिनुहोस् सबजना सर वहाँदेखि क्या हुन्छ नि लाइक वहाँदेखि आँखाले भ्याउने ठाउँसम्म हाम्रो बाइकहरू छ क्या सर छौँ होइन वेलकम टु वाइजम्यान फेरि द हिल सिडनीज गार्डन साइड मा कसम आज फेरि चढ्नुपर्छ क्या हो फेरि हामी त वाइजम्यान आइसक्यौँ है फेरि यस्तो वाला हो नि त फेरि त साइक्लिङ गरेर पनि मान्छेहरू क्या आइरहेछन् क्या ठाडो ओह्रालो त खै त कता हाम्रो ग्याङ वेयर इज आवर ग्याङ वेयर इज आवर ग्याङ हामी फेरि वाइजम्यान फेरि आइसक्यौँ है फेरि कहाँ हाम्रो ग्याङ हामी फेरि चढ्ने हो आज फेरि आउनु भाउजू लेट्स गो आउनु बिस्तारै जाऊ मलाई चलाउन आउँदैन नि फेरि चढ्नु थामिहाल्छु नि हौ हाम्रो यस्तो क्युट भाउजूलाई ल हामी जाऊँ है चलाउनु नआउने भए यहाँसम्म आइपुग्छु त त्यो पछाडि राखिदिनु पर्यो बाइक पाउनु म बाइक अलि अगाडि गरेर छिराउँछु अयो हामी त जहिले अगाडि हो नि फेरि सो गाइज वी आर फाइनली हियर बाइकको व्यवस्था हुँदैछ दाइ बाइक मिलाउँदै हुनुहुन्छ We are finally here at Wiseman Ferry. It's रमाइलो राइड भइहाल्छको हैन हेलो गाइस 160 हान्दा नि नभेटे के कस्तो लाग्यो कि बस तर लास्ट रमाइलो एक ठाउँमा चाहिँ क्या एकछिन हात के अरे पुरा त्यो पपअप भएर हल्ल्याएको थियो दाबी हाल्यो नि माथिबाट
आयो होइन यसो हेर्छु होइन अब यताबाट ओभरटेक गर्छ ओभरटेकै गर्थ्यो मलाई छिराउनु परेछ ढ्याको गियर घटाएर दुई क्या तान्ने भएको त पावर एरियामा छ क्या ढ्याको विली भएर ढ्याको त्यहाँबाट यसरी टर्निङ थियो ढ्याको हल्यो सेट भएर फेरि गियर गयो रमाइलो बाटो क्या तर आज धेरै हामी स्पिडिङ नै गरेन ठिकै बेला बेला मात्रै हो नभए त चिल राइड भयो राइनअपमा मजा आइरहेको थियो अब त धेरै नै लाइन भने अल्छी लाग्न थाल्यो अनि मैले दाब्न थालेँ अति रमाइलो भयो यार अति रमाइलो भयो तर क्रेजी राइड थियो आजको अरे होइन आराम खुट्टा फालेर त्यो म के गर्दिनँ भने अहिले यसो गरेँ त्यस्तो गरेछु भने कसम तिमीलाई केही गर्दिनँ एकचोटि हेर्छु मात्र भगवान कसम पापै लाग्छ यस्तो चाहिँ हुँदैन अरू भने खोइ अरू जे पनि सक्छ फेरि अरू जे पनि सक्छ है यसो गरेर हातै नछोडेपछि त फेरि बल्ले बल्ले हो जाए कि बल्ले भयो तपाईँ त नेपाली चलाएर म लडेँ भने नि फेरि लड्दैन कि म छु यहाँ गाइस लड्यो भने इन्स्टाग्राममा गरेर रिपोर्ट हान्नु है सबजना म इन्स्टाग्राम लिङ्क राखिदिन्छु मम्मी ड्याडी मलाई के भयो भने यो मान्छेको जिम्मा छ है हेलो नाइस टु मिट यू खुट्टा एकछिन माथि के कतिसम्म जान्छ हेर अलि राम्रो चला मम्मी ड्याडीले हान्यो मलाई फेरि मम्मी ड्याडीले बाबु तिमी नै रहेछौ मेरो छोराले तर लाउने अलि राम्रो हेर भन्यो नि अर्को कहिले आउँदै हुनुहुन्छ म फ्लाइट टिकट ट्याक्क पठाइदिन्छु मम्मी एयरपोर्टमा आएर भुताल्दै हुन्छ मोबाइल काटेर तालु खुइले भर गइदिन्छु तालु खुइले माइट आउने आइतबार हाम्रो पेन्टबल कार्यक्रम छ यो चाहिँ अब सामाजिक कार्य हो त्यही भएर हजुरहरूलाई सामाजिक कार्यमा सहभागी हुन मन छ भने मनबाट नै कृपया आइदिनु होला आजसम्म चाहिँ हामीले नीति र समय चाहिँ फाइनल गरेको छैनौँ 5 घण्टासम्म सुन्न सक्छ फाइनल गरेको छैनौँ होइन अबको 1-2 दिनमा चाहिँ मिति र समय पनि ग्रुपमा सबैको ग्रुपमा मोबाइलमा टिङ्ग नोटिफिकेसन आउँछ पिर नगर्नु होला आफूले आफूलाई चाहिँ त्यो दिन चाहिँ खाली राख्नु होला नजानु होला बाटो सानो छ अलिकति अब यहाँ नौता चाहिँ उल्टा जाने बाटो सानो छ ग्राभल छ अन्डर कन्स्ट्रक्सन छ स्टिल सो एकछिन हामी यहाँ क्याफेमा बसेर हल्का फुल्का पर्सि सन्डे राइडको अब पेन्टबल प्रोग्राम होइन सोसल वर्क प्रोग्रामको बारेमा कुरा गरेर हामी चाहिँ अब ओल्ड प्याक जान लागेको लाइक अस्तिको हाइवे नै हो अस्तिको सन्डे राइडको भिडियो हेर्नु भएको छैन भने डु वाच इट गाइज डु वाच इट माथि आई कार्डमा आइसक्यो होला आएको छैन भने यु गाइज क्यान सर्च मी अन माई युट्युब च्यानल होइन यस्तो गरौँ लेट्स गो आम्मा BMW कहिले लिने होला यार कहिले लिने होला त हजुर सो आयुष दाई अगाडि MT-09 मोबाइल स्पिड क्यामेराज युज्ड इन द एरिया हाम्रो ग्याङ किन हुँदा क्या अब हामी फेरि चढेर यो खोला क्रस गर्छौँ त्यहाँबाट चाहिँ हामी ओल्ड प्याक हाइवे निस्केर हल्का फुल्का ल्यापस्याप हानेर अनि हामी फर्किन्छौँ इट विल बी अ लट अफ फन गन्दी बात गन्दी बात ए ल अब हामी फेरि चढ्छौँ सो दिस विल बी माई फर्स्ट एक्सपिरियन्स इन माई होल लाइफ बाइक लिएर यसरी चढेर वाउ पाराले यो खोला क्रस गर्ने अरे न यो खोला हो कि के हो तर खोलै जस्तो लाग्छ है नेपालमा त कोसी पुलमा कटाए जस्तै बाढी आएको बेलामा पुल भत्केर यस्तै फेरीले पारी गरिदिन्छ नि त्यही भएर सो लेट्स गो
पेसिफिक हाइवेमा आइसक्यौँ यो ब्रिजमा होइन अनि लेफ्ट साइडमा चाहिँ सी छ सबैजना अगाडि गइसक्नुभयो दाइहरू पछाडि आउँदै हुनुहुन्छ एकछिन फोटोसोटो खिचेर हामी चाहिँ यहाँबाट निस्केको सो हेभ टु बी भेरी फोकस्ड अन द रोड त्यही भएर धेरै चाहिँ बोल्दिनँ अस्ति यहाँबाट पारिपट्टि गएको तपाईँहरूले याद छँदैछ होला होइन यहाँ अगाडि चाहिँ हामी अस्तिको पाइन द स्काई क्याफेमा जान्छौँ होला पाइन द स्काई क्याफेमा जान्छौँ होला अनि त्यहाँ गएर केही खान्छौँ लाइक आज चाहिँ अब हल्का फुल्का ल्यापहरू पनि लिन्छु होइन त्यहाँ मलाई गाइड गर्दै हुनुहुन्छ अगाडि बसेर म यसो कर्नरिङहरू सिक्दैछु आई डोन्ट नो किनभने रिसेन्टली नै लिएको हो यो सुपर बाइक होइन सो आई डोन्ट नो द्याट मच बट आई एम लर्निङ आइस दाइले चाहिँ मलाई इच एन्ड एभ्री ट्रिकहरू सिकाइरहनु भएको छ सो म लास्टमा बसिरहेको छु क्या किनभने कोहीसँग त्यो जुझ्नलाई चाहिँ नपरोस् भनेर सिकिन्छ नि त मान्छे भयो भने चाहिँ बाटो दिनुपर्ने यताउति भनेर भए पनि बाटो दिनुपर्ने भएर भए पनि हुँदैन नि त साम लर्निङ किनभने अब पहिला आर्यम सार्यम कुदाइएको थियो ए नाइस टु यार मलाई अझै पनि अलिकति फोबिया भइरहेछ डर लागिरहेछ किनभने इट्स माई भेरी फर्स्ट टाइम लाइक फर्स्ट भन्दाखेरि पनि भर्खरै गरे हो नि त त्यही भएर पनि लाइक अब एभ्री डे इज अ न्यू डे है सिक्नलाई फक म्यान झन्डै घुँडा छोको यार सेट आइस दाइ मेरो गुरु आइस दाइ सेट म्यान आउँदैछ पारा आउँदैछ बिस्तारै बिस्तारै त्यो आँट ल्याउनु पर्छ सो दिस इज द क्याफे पाइन द स्काई आज अलिक कम बाइकहरू रहेछ गाइज वी आर फाइनली हियर एट पाइन द स्काई क्याफे अनि अति रमाइलो भयो आजको राइड लाइक स्टप चाहिँ धेरै लियौँ होइन रेस्ट पनि भयो गर्मी चाहिँ ओभरै छ हुन्छ नि म झन् फुल ब्ल्याक ड्रेसअपमा छु हेयर अनि त्यहाँ लाइनमा बसिरहनु भएको छ अब हाम्रो बर्गर आउँदैछ रेड बुल खानै पर्यो गाह्रो छ होइन म अहिले खोलेर खान्छु फाइनली ब्याक हियर कस्तो लागिरहेछ दाइ निन्द्रा हाम्रो बाइकहरू चाहिँ यहाँ लाइनअपमा छ हामी कहाँ आयौँ अहिले जम्पगढ हाम्रो भाइको रेस्टुरेन्ट नयाँ खुलेको छ 20 days भयो जम्पगढमा आइपुग्यौँ खाजा खाने भनेर बट इज जस्ट ओपनिङ अल्छी भाइ होइन धेरै लामो राइड गयो आज बवाल लामो राइड भयो अनि अर्को भनेको चाहिँ जस यहाँको एउटा मेमोरी चाहिँ के छ भने म फर्स्ट टाइम दाइहरूलाई भेटेर यहीँनिर हाम्रो के अरे राति रमाइलो भएको थियो होइन फर्स्ट डे होइन त फर्स्ट डे तपाईँहरूसँग भेटेर मस्ट्याङ चलाउँदा ओर्दाको त्यो भाइबमा होइन दाइहरूसँग हामी यहीँ आएको थियौँ अनि यो चाहिँ अलिकति स्पेसल छ होइन त्यही माथि अब दाइको भाइको भनेपछि त झन् झन् स्पेसल भइहाल्यो किनभने म पनि भाइ ऊ पनि भाइ हामी भाइ भाइ होइन अनि त्यस पछाडि सबैजना त्यहाँ बसिरहनु भएको छ आज ढिला खुल्यो दाइले भन्नुभएको जस्तो के अरे के भाइ रे अल्छी भाइ 5 खोल्ने रहेछ आज बट केही छैन रमाइलो भएको मान्छे अति रमाइलो भयो दाइ लाइक क्रेजी एन्ड मैले अघि भिडियोमा पनि भनिसकेको छु होइन लाइक लिटरली भनिसकेको छु दाइ आज मेरो गुरु होइन लाइक दाइले यस्तो मजाले सिकाउनु भयो होइन यति मजा आयो लाइक हुन्छ नि
एभ्री भ्लगमा कति भन्नु क्या हि सपोर्टिङ मी इज डुइङ दिस इज डुइङ द्याट अब यो भ्लगमा चाहिँ आई लभ यु दाइ भन्नुभयो होइन होला फेरि एज अ ब्रदर है फेरि अघि दामी स्टाइल थियो अघि देखेको थिएँ मैले मेरोमा लास्ट कर्नरमा राम्रो आइएम ट्राइङ माई बेस्ट जस बोलेको कुराहरू सिक्दैछु अझै कति कुराहरू दिमागमै आउँदैन क्या त्यो फुड पोजिसनहरू अझै पनि दाइले यस्तो भन्नुभएको थियो ठ्याक्कै यस्तो गऱ्यो होइन अलिकति नमिले जस्तो आफूलाई अब भाइ हुन थाल्दो रहेछ होइन दाइले यस्तो भन्नुभएको थिएन बाटोभरि आयुष दाइले यो भन्नुभयो आयुष दाइले त्यो भन्नुभयो भनेर बडी पोजिसन मात्रै मिल्यो भने आफूले निड्याक भन्ने कुरा निड्याकै चाहिँदैन कर्नर स्पिड चाहिन्छ होइन निड्याक खै हामी अहिलेसम्म हान्ने छैन तर कसैले भ्याउँदैन पऱ्यो भने कर्नर स्पिड राम्रो हुनु पऱ्यो एन्ट्री र एक्जिटमा स्पिड मिल्यो भने कन्फिडेन्ट बढ्छ क्या एक्ज्याक्टली ब्यालेन्स त चलाउनु सिकेको सकेँ त्यही हो सो गाइस त्यही हो होइन आई होप यु गाइज लाइक दिस भिडियो अति नै लामो हुन लागेको यो भिडियो होइन जस छोटो मिठोमा काटौँ होइन लगभग अनि हाम्रो राइडर्स नेपसलाई सबैजनाले फलो गरौँ गबर सुजनलाई पनि फलो गरौँ आयुष श्रेष्ठलाई पनि फलो गरौँ सबैजनालाई फलो गरौँ सबैजनालाई माया गरौँ होइन सो यति भन्दै आम गोना इन दिस भ्लग आई लभ यु गाइज बाइ बाइ